सम्पूर्ण साथीहरूलाई स्वागत छ कृष्ण छेत्री युट्युब च्यानलमा। आज आउँदै गर्दा मैले पोखरा पामेमा रहेका जुन पोखरा महानगरपालिकाले फेवातालबाट 65 मिटर भित्रका यी संरचनाहरू एक बिहान भत्काउँदै रहेछ। तपाईँ देख्न सक्नुहुन्छ यतापट्टि सबै रहेका संरचनाहरू भत्काएर लथालिङ्ग बनाइदिएको छ है। यतापट्टि स्थानीयको विरोध छ। यी पनि सबै भत्काउने होला है, बिचबिचमा भत्काइरहेको छ र यसरी पल्टिएका छन् सबै संरचनाहरू। यता पनि यसरी भत्काइएको छ। त्यतादेखि लिएर सबै संरचना जुन फेवातालबाट 65 मिटर भित्रका यी संरचनाहरू एक बिहानै महानगरपालिकाले यसरी भत्काउँदैछ।